ल सुरु गर्नु ल बालनको बारेमा बालनको बारेमा बालनले जित्यो भने झापामा झापामा त्यो कान काटेर म टिचिङ हस्पिटलमा गएर टाका लाउँछु। साँच्चै हो नि साँच्चै हो। रियल हो नि यो सुन पनि मैले बालन लाने दिन्छु। हो बालन जित्यो भने जित्यो भने केपी बाले जित्नुहुन्छ फेरि अरू कुरा नि भन न। केपी बाले जित्नुहुन्छ। कसरी किन भन्नुभयो त्यसरी केपी बालन जब काठमाडौँ राजधानी विकास गर्न नसकेर उहाँ केपीलाई हराउँछु भनेर अर्को आफ्नो ठाउँमा विकास गर्न गएर केपीको उहाँ झापामा गएर विकास गर्छ त्यसले। त्यो त अब त्यसले काठमाडौँ पनि त विकास त गरिरहेछ नि कसरी विकास गर्ने जनताको नाममै बालन छ त कार्यकाल पुरा गरेर जान्थ्यो होला नि त त्यो। कार्यकाल त पुरा हुन नपाइ चुनाव आयो त के गर्ने त त्यो पनि त बुझ्नु पर्यो नि तपाईँले कार्यकाल त त्यही भयो त्यो त मेयर हो नि त काठमाडौँको त मेयर त हो तर ऊ त चाहन्छ नि प्रधानमन्त्री हुन। प्रधानमन्त्री त ढलाकै यो जेनजी आन्दोलन गराएकै त्यसले प्रधानमन्त्री हुनको लागि। हजुरको कुरा सही हो नि कान काटेर फाल्नुहुन्छ कान नि काटेर फाल्ने म त बाले जित्नुहुन्छ केही बाले जित्नु कान काटेर फाल्छु। ल ल ल कति गते 26 गते थाहा हुन्छ है 26 गते होइन 23-24 मै थाहा भइहाल्छ कति परिणाम आयो भने ढुक्क हुन्छ भाइ। ल गाई